हामी देख्न सक्नुहुन्छ हैन। हेलो नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो लिएर तपाईहरु माझ उपस्थित भइसकेको छु। र पहिला जसरी नै अहिले पनि त्यसरी माया गर्नुहुन्छ भने त एकदम मेरो आशा छ र जस्ट माया गरिदिनु होला र अन्तिमसम्म हेर्दिनु होला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा मेन्सन गरिदिनु होला। जस्ट अब हामी ठाउँबाट चाहिँ माथि यो डाँडा हामी चढ्दै देख्न सक्नुहुन्छ हैन। यसै सटरडेको दिन यसरी रमाइरहेको हुन्छ युवा युवतीहरू सबैजना यसरी हैन। गाइस यताबाट हामी हेर्दाखेरि काठमाडौँ सहर हामीले देख्न सक्नुहुन्छ यसरी हैन, यसरी देख्न सक्नुहुन्छ। तर आज यो चाहिँ अलिकति बेलुका लगभग 5 साढे 4 पौने 5 हुन लाग्यो। म यतिखेर म यो ठाउँमा चाहिँ म आइपुगेँ। तर मैले सोचेको थिएँ म बिहान पखमा चाहिँ म आउन सकेन। अझ योभन्दा धेरै रमाइलो हुन्थ्यो होला यो ठाउँमा हैन। अनि हामी बस्ने यसरी हैन, भाइ बहिनीहरू यसरी घुमिरहेको छु मजाले सटरडेको दिनमा हैन। हामी यहाँबाट चाहिँ यसरी हिँड्दैछौँ हैन। जस्ट यहाँ यसरी अब भनौँ न पसलहरू भइन्छ, यहाँ खाजा खाना सबै कुरा पाइन्छ क्या यो ठाउँमा। एकदम हैन रमाइलो ठाउँ, एउटा भाइरल ठाउँ। जस्ट हामी म चाहिँ बिहान थिएँ 10-11 बजे आउने भने मेरो प्लानमा थियो। र यो भनेको हैन एकदम बबाल ठाउँ, भाइरल ठाउँ यो साथीहरु। यो चाहिँ हैन एकदम रमाइलो एकदम भाइरल ठाउँ। जस्ट यसरी चाहिँ सटरडेको दिन चाहिँ हैन सबैजना इन्जोय गर्न सक्नुहुन्छ हैन, भिजिट गर्न सक्नुहुन्छ यो ठाउँमा आएर सेल्फी हान्न सक्नुहुन्छ हैन। यसरी चाहिँ यो अब भनौँ न सहर सबै यहाँ बसेर सरर देख्न सक्नुहुन्छ यसरी नै। कस्तो लाग्छ के लाग्छ तपाईहरु जस्ट कमेन्ट गर्नु होला, कमेन्टमा लेख्नु होला यो ठाउँ कस्तो लाग्यो के लाग्यो हैन। कमेन्टमा लेख्नु होला, भन्नु होला लभ डाँडा कस्तो लाग्यो के लाग्यो भनेर चाहिँ हामी हैन यसरी हामी हिँड्दै छ हैन। यसरी हामी हिँड्दै छौँ हैन। अब जस्ट यताबाट यो पछाडि चाहिँ तेजबिना स्कुल छ यहाँ यो पछाडि हाम्रो बस यसपालि चाहिँ हाम्रो यहाँ चाहिँ एउटा प्रोग्राम भएको थियो। यही जस्ट यो ग्राउन्डमा गाडीहरू बाइकहरू कुदिरहनु भएको छ। त्यसमा हाम्रो यसपालि एउटा प्रोग्राम भएको थियो। अब लगभग 1 वर्ष 2 वर्षपछि चाहिँ भएको थियो, यसरी भएको थियो। यो ठाउँमा चाहिँ एकदम बबाल रमाइलो क्या हैन। यसरी बबाल रमाइलो छ हैन। यसरी आफ्नो आफ्नो दुनियाँमा हैन यसरी सेल्फी हान्न सक्नुहुन्छ यो ठाउँमा। इन्जोय के यहाँ ठाउँ भनेको हैन धेरै भाइरल ठाउँ हो हैन, एकदम इन्जोय गर्न सक्नुहुन्छ यसरी नै हैन। तर म आज पनि यसरी देखाउँछु हैन। यो तलबाट आउने हो हामी हैन। यसरी आउँदाखेरि जस्ट एकदम बबाल रमाइलो ठाउँ यसरी चाहिँ हैन। अब सबै अब बाइकदेखि लिएर कार छ सबै अब यहाँ सिक्न पनि सक्नुहुन्छ। यो अब हामी जुन देखिरहेको छ ग्राउन्ड त्यहाँ चाहिँ हैन अब कुनै बेला फुटबल पनि म्याच हुन्छ हैन। त्यो ठाउँ चाहिँ यसरी आइरहेको छ जस्ट हैन। यसरी अब यहाँ क्यामेराम्यान भाइहरू पनि छ। जस्ट आज मेरो एउटा छुट्टै अर्को एउटा थियो। जस्ट मेरो भनौँ न यहाँ फोटो खिच्नदेखि लिएर हरेक इन्जोय यसरी गर्न लिन सक्नुहुन्छ यसरी हैन। अनि जस्ट जहिले चाहिँ यसरी भनौँ न हैन यहाँ अब जे फ्रुटी पानी सबै कुरा पाइन्छ यो ठाउँमा चाहिँ हैन। यसरी चाहिँ जस्ट यहाँबाट चाहिँ हैन बबाल देख्न सक्नुहुन्छ। अब भनौँ न फोटो सेल्फी सबै खिच्न सक्छ, एकदम भाइरल ठाउँ हो यो चाहिँ जस्ट हैन। आजको लागि जस्ट भिडियो यति नै। नेक्स्ट टाइमको लागि कमेन्ट गर्नु होला जस्ट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जस्ट हैन कमेन्टमा मेन्सन गरिदिनु होला भन्दै नेक्स्ट टाइम भेटौँला।